सम्पूर्ण नमस्कार। यो 6 महिनाभित्र मैले राम्रोसँग चिनेका 75 देखि 80 वर्षका दुईजना बुवाहरूको मृत्यु भयो। त्यो मृत्युको कारण थियो क्यान्सर। र यसरी मृत्यु हुँदा एकजना बुवाले मृत्यु अगाडि सम्पूर्ण मलाई कुन बिमार लागेको, मलाई डाक्टरले कति दिन मात्रै बाँच्छु भनेर जानकारी दिएको छ, म कति दिनको पाउन भन्ने कुरा सम्पूर्ण कुरा उहाँले थाहा पाउनु भयो। र एकजना बुवालाई कुनै पनि जानकारी दिइएन। उहाँलाई मात्रै हैन, उहाँका छरछिमेकीले पनि अन्तिम चाहिँ समयमा मात्रै उहाँलाई चाहिँ क्यान्सर रोग लागेको थियो भन्ने थाहा पाउनु भयो। र किन जानकारी दिएन भनेर पछि हामीले पनि बुझ्दाखेरि हामीले पनि सुन्नमा आयो, जानकारीमा आयो कि बुवालाई क्यान्सर जस्तो पीडादायी बिमार लागेको छ, त्यसै शरीर एकदम पीडामा छ। हामीले क्यान्सर लागेको छ भनेर भन्ने हो भने त उहाँ अझै पीडामा हुनुहुन्छ भने त्यो थप पीडा हेर्नु, हामीले देख्नु भन्दा त बुवालाई जानकारी नदिनु चाहिँ राम्रो हुन्छ भन्ने लागेर उहाँहरूले जानकारी गराउनु भएन। तर अर्कोतर्फ बुवालाई क्यान्सर लागिसकेर डाक्टरले पुरै आफ्नो एउटा निर्णय रिपोर्ट हेरेर सबै दिइसकेपछि चाहिँ त्यो घरका छोराले जो अहिले पनि क्रियामा बसिरहनु भएको छ, म भर्खरै भेटेर आएको हो, हिजो अस्ति मात्रै भेटेर आएको म। र उहाँले चाहिँ बुवालाई होइन जानकारी दिनुपर्छ भनेर बुवालाई नजिक राखेर ठुलो हिम्मत जुटाएर चाहिँ बुवा तपाईँलाई यस्तो यस्तो बिमार लागेको छ, अब यो सत्य हो, यो संसार छोडेर जानैपर्छ। अब म छोरो मान्छे भएर मैले तपाईँलाई यस्तो भन्न मिल्छ कि मिल्दैन थियो, तर मैले तपाईँलाई यति भने, तपाईँका केही इच्छा आकाङ्क्षाहरू छन् भने भन्नु। हामी दुईजना दाजुभाइ छौँ, दाजुभाइले एउटा कोसिस गर्छौँ तपाईँका इच्छा आकाङ्क्षा पुरा गर्ने भनेपछि ठिक छ छोरा, यो भन्नै नमिल्ने होइन, यो सबैले जानेको कुरा, एक दिन जानैपर्छ। अब मलाई पनि त्यस्तो बिमार लाग्यो भने त त्यसै पनि जानुपर्ने, यो बिमारले अझै छिटै लान्छ भनेर सबै कुरा छोराले भनेपछि बुवाले सुनिसकेपछि त्यसो भने भोलि चाहिँ यी मान्छेहरूलाई बोलाइदियो भनेर आफ्ना साथीभाइ इष्टमित्र जति पनि हुन्छ, आफ्नो गाउँ टोल छरछिमेका सबै साथीभाइलाई बोलाऊ भन्नुभएछ। र आँगनमा भोलिपल्ट बोलाएर त्यहाँ चाहिँ उहाँले सम्पूर्ण आफूलाई लागेका आफ्ना इच्छाहरू उहाँहरूले मलाई भन्नुहुन्थ्यो। बुवाले 5वटा काम हराएर जानुभएको छ हामीलाई भन्नुहुन्थ्यो। जस्तै कुनै ठाउँमा मन्दिर निर्माणको लागि यति सहयोग गर्ने, कुनै ठाउँमा चाहिँ यो तपाईँको भोजन जस्तो विभिन्न आश्रमहरू छन् त्यस्तोमा भोजन चाहिँ गराउने, यी कुराहरू लगायत 5वटा काम हामीलाई चाहिँ जिम्मा दिएर जानुभयो बुवाले भन्नुभयो। मैले यो किन अहिले सम्झेँ भने भोलि यो घटना हामी जोसुकैसँग पनि पर्न सक्छ, हरेक घरमा आउन सक्छ। र त्यति बेलामा यस्ता कुराहरू चाहिँ बुवा आमालाई भन्ने कि नभन्ने, या बुवा आमा भन्दा पनि अरू पनि कुनै सदस्यहरू यस्तो दीर्घ रोगले, यस्तो जटिल रोगले चाहिँ मृत्युवरण गरिरहनु भएको छ भने भन्ने कि नभन्ने भन्ने हामी सबै दोषारमा हुन्छौँ। र मलाई मेरो व्यक्तिगत चाहिँ मेरो चाहिँ आफ्नो विचार के छ भने जे भए पनि जानकारी गराइयो भने राम्रो हुन्छ। र उहाँहरूले पनि आफ्ना इच्छा आकाङ्क्षा कतिपय कुराहरू चाहिँ रहन सक्छ, मनभित्रै केही इच्छाहरू चाहिँ वास्तवमै रहेका हुन सक्छन्। ती इच्छाहरू चाहिँ पुरा गर्ने एउटा अवसर परिवारका अन्य सदस्यहरूले चाहिँ त्यो अवसर र मृत्युवरण हुने सदस्यले पनि आफ्नो कुरा सबै राखेर चाहिँ जान पाउनुहुन्छ जस्तो लाग्छ। मेरो यो व्यक्तिगत धारणा हो। तपाईँलाई के लाग्छ? सबैका आफ्नो धारणा छन्। आफ्नो बुवा आमा, आफ्ना घरका सदस्यलाई आफ्नो तरिकाले स्याहार सुसार गर्ने सबैको आफ्नो स्वतन्त्रता हुन्छ। तर मलाई चाहिँ मेरो व्यक्तिगत चाहिँ राय चाहिँ यस्तो घटना भइहालेमा, यस्तो आइपरेमा चाहिँ जानकारी दियो भने चाहिँ धेरै कुरा चाहिँ एकछिन जानकारी दिन, भन्न सुन्न एकछिन निकै गाह्रो होला हामीलाई, तर त्यसपछि चाहिँ धेरै सहज भएर जान्छ जस्तो लाग्छ मलाई। आजलाई धेरै नै धन्यवाद।